आज मैले तपाईहरुलाई नयाँ कुरा सिकाउन चाहन्छु। अहिले चाहिँ नेपाल सरकारले जुन कर नीति ल्याएको छ हैन, त्यसमा जम्मा 16 जनालाई चाहिँ पुरस्कार चाहिँ वितरण पनि गरिसक्या हो हैन। तपाईहरु पनि अनलाइनबाट कसरी दर्ता गर्ने हैन, जति बेला तपाईहरुले क्याश पैसा दिनुहुन्छ हैन, अनि प्यान बिल लिने अनि त्यसलाई चाहिँ अनलाइनमा कसरी दर्ता गर्ने हैन, या त अनलाइनमा त त्यो दर्ता गर्नै पर्छ। यदि तपाईले जुन पसलको फोन पे हुन्छ, यदि त्यसमा यदि पैसा पठायो भने अनलाइन दर्ता गरिराख्नु पर्दैन। क्याश दिनु भएको छ भने तपाई प्यान वाला बिल लिनु होला हैन, त्यसलाई अनलाइनमा मोबाइलबाटै कसरी अपलोड गर्ने हैन, अनि तपाई अपलोड गरिसकेपछि तपाई पनि भाग्यमानी या तपाईले पनि पुरस्कार पाउन सक्नुहुनेछ लकी ड्रो मार्फत। अहिले चाहिँ भर्खरै चाहिँ जम्मा 16 जनाले दिएछ, जसमा एक जनाले 10 लाख रुपैयाँ दिएछ जुन कञ्चनपुरको मान्छे छ, अनि 15 जनालाई 1,33,000 समथिङ कति छ। पुरस्कार चाहिँ अनलाइनबाट नै तपाईले दाबी गर्न सक्नुहुन्छ त्यो 15 दिनमा। आज म तपाईहरुलाई के सिकाउँछु कि मैले पनि सामान किनेको छु हैन, अब यसलाई चाहिँ आफ्नो मोबाइलबाट कसरी अपलोड गर्ने अनि तपाई सिकाउन चाहन्छु। तपाईसँग यदि मोबाइल छ भने मोबाइलबाट तपाईहरुले पनि गर्न सक्नुहुन्छ, ल्यापटप नभए पनि। त आउनुस् म तपाईहरुलाई सिकाउँछु कसरी गर्ने हो। म जाने अनि त्यसपछि PRIZD प्राइज यहाँ आइसक्यो मेरोमा। करदाताको प्रोत्साहन उपहार PRIZD.prize.ird.gov.np मा जाने अनि यहाँ सम्पूर्ण विवरण चाहिँ देखाउँछ। नेपाल सरकार करदाता प्रोत्साहन उपहार कार्यक्रम नेपाली इंग्लिश, तपाईलाई जेमा मन लाग्छ त्यसमा जान सक्नुहुन्छ। यहाँ छ के दर्ता बिलको दर्ता हैन, दर्ताको इतिहास मैले चाहिँ 2 वटा चाहिँ भरिसकेको छु। यसमा छ विजेताको सूची। यदि तपाईले कुपन पाउनु भयो भने यसमा चाहिँ क्लिक गर्ने बित्तिकै विजेताको कुपन तपाईले मिलाउन सक्नुहुन्छ। यहाँ चाहिँ केवल वास्तविक स्पष्ट पढ्न सक्ने बिल चाहिँ यसमा राख्नुपर्छ। जसको प्यान वाला बिल हुन्छ त्यो मात्र यसमा चाहिँ भर्नु होला। यसमा छ नगद, एउटा छ विद्युतीय क्यूआर कार्ड। यदि नगद तपाईले यदि नगद दिनु भएको छ भने त्यसमा त्यो बिल मात्र यसमा चाहिँ अपलोड गर्नुस्। त विद्युतीय कारोबार गर्नु भएको छ, तर विद्युतीय कारोबार कस्तोमा फेरि गर्नु पर्यो त विद्युतीय कारोबार तपाईलाई के भन्छ, जुन दोकानको फोन पे हुन्छ हैन, बैंकबाट फोन पे क्यूआर दिएको हुन्छ, फोन पे हुन्छ, त्यस्तोमा हालियो भने त्यो चाहिँ त्यो अटोमेटिक चाहिँ उपहारको रूपमा दर्ता हुन्छ। बुझ्नु भयो नि। अनि यसमा के छ, यहाँ बिल बीजक कार्यक्रममा सहभागी हुन योग्य हुने छैन, यो तपाईहरुले नै पढ्नु होला हैन। अनि यसमा छ बिलको विवरण हैन, बिल नम्बर, विक्रेता प्यान नम्बर हैन, यो सबै थोक छ यसमा। पहिला सुरुदेखि नै मैले भरेर देखाउँछु। अब यसमा पहिला सबभन्दा पहिला के गर्ने, बिलमा जाने। यो भयो बिल। अनि तल गएर भुक्तानी विधि मैले चाहिँ एउटा लिएछु, यो छ मेरो हैन, बिल नम्बर प्यान नम्बर। अब यो बिल मैले चाहिँ भर्ने, यो माथिको जुन दोकानको प्यान नम्बर हुन्छ यो चाहिँ माथि चाहिँ लेखेको हुन्छ। अनि प्यान नम्बर मैले भर्ने हो, हेर्नुस् यसमा बिल नम्बर मेरो कति छ 638। यहाँ छ हेर्नुस्, यहाँ छ 638 बिल नम्बर छ मेरो कति 638। यसमा भर्ने हो 638 अलरेडी मैले चाहिँ एउटा भरिसक्या हो यसैलाई। अनि त्यसपछि राख्ने के बिल नम्बर, विक्रेताको प्यान नम्बर छ नि, त्यो प्यान नम्बर जति होला बिलमा त्यति राख्ने, 1 2 3 4 5 6 यो छ मानौ। अनि तपाई कहिले लिनुभयो अनि यो डेट मितिमा जाने। डेट मितिमा तपाईले डेट सिलेक्ट गर्नु भएको छ, यो डेट मितिमा गएर डेट चाहिँ सिलेक्ट गर्ने 22 23 24 मैले चाहिँ आजको सिलेक्ट गरिदिएँ। अनि बिलको कुल रकम कति छ, त्यो कुल रकम तपाईले जतिमा किन्नु भएको छ त्यति राख्नुपर्छ। 1200 माने 1200 भयो। भुक्तानीको विवरण, भुक्तानीकर्ताको विवरण, यसमा तपाई आफ्नो नाम लेख्नु होला, मोबाइल नम्बर हैन, ठेगाना। अनि मानौ मैले चाहिँ आफ्नो नाम लेखेँ PULKIT अनि DAS दास। अनि मोबाइल नम्बर लेख्नु होला 98 समथिङ कति छ मोबाइल नम्बर, त्यो मोबाइल नम्बर हाल्ने। त्यसपछि ठेगानामा जाने, ठेगानामा बर्दीवास भयो, बर्दीवास जे छ तपाईको ठेगाना त्यो लेख्ने। यसमा के छ, सुरक्षा प्रमाणीकरण सक्सेस, योहरू यस्तै चाहिँ देखिन्छ। पेश गर्नु अघि सुरक्षा जाँच पूरा गर्नुहोस्। यो फारम नगदमा भुक्तानी गरिएको बिलको लागि मात्र हो। यदि तपाईले क्याशमा गर्नुभएको छ भने त्यसको लागि छैन।
पुरस्कार कुपन सिर्जना गर्नु छ। यसमा यदि क्लिक गरियो भने अब तपाईँले क्लिक गर्ने बित्तिकै तपाईँले एउटा कुपन पाउनुहुन्छ। त्यसलाई स्क्रिनसट गरेर राख्नु होला हैन। जति बेला पुरस्कार जसले पाउँछ त्यो कुपन मिलाउनुहोस् अनि तपाईँको परेछ भने तपाईँले पुरस्कार पाउन सक्नुहुन्छ।